विष्णु कलश स्थापना गर्नु र गंगा जलले पूर्ण गरेर पहेँलो वस्त्रले ढाकेर भगवान विष्णुको पूजा गर्नु। अनि पूर्व दिशामा दूध पानीले भरिएको ब्रह्म कलश स्थापना गर्नु। अनि श्वेत वस्त्रले ब्रह्माजीको पूजा गर्नु। उत्तर दिशामा घिउ र महले भरिएको रुद्र कलश स्थापना गर्नु। रातो वस्त्रले राख्नु र महादेवको पूजा गर्नु। अब दक्षिण दिशामा आकाशबाट वर्षेको पानीको लाई चाहिँ भरेर यम कलश स्थापना गर्नु र कालो वस्त्रले ढाकेर यमको प्रतिमा त्यहाँ राखेर पूजा गर्नु। अब मण्डलको मध्यमा कौशिक सुत विश्वामित्रको चाहिँ स्थापना गरेर दक्षिण मुख गरेर अपसभ्य भएर पूजा गर्नु। वेदका मन्त्रले एक एक गरी ब्रह्मा विष्णु रुद्र यमराजहरूको पूजा गर्नु। हवन आदि गरेर 16 श्राद्ध आदि गर्नु। पितृ उद्धारका निमित्त गौदान गर्नु। हे माधव, अब हजुर खुसी भएर हाम्रा पितालाई हाम्री मातालाई सुख होस् भन्ने निमित्त गौ अर्पण गर्नु। मृतकका भोगका निमित्त वस्त्र गहना वाहन र घृतपूर्ण पात्र सप्तधान्य यी सबै दान गरिदिनु। र अन्त्यकालमा दान भएको छैन भने तिलादि अष्टमहादान, जुन चाहिँ हिजो कथामा आएका थिए, तिलादि अष्टमहादान भएका छैनन् भने पनि ती पनि के गर्नु, शय्याको समीपमा लगेर राख्नु। शय्या दान गर्दा पहिला दम्पति ब्राह्मणको पूजा गर्नु। पाउ धुनु, चन्दन आदि वस्त्र गहना आदिले पूजा गर्नु। लड्डु मिठाई मालपुआ खानेकुराहरू मिठा मिठा खानेकुराहरू अनि अर्पण गर्नु। अब शय्याको माथि सुनको पुरुष स्थापना गर्नु र पुत्रले माता पिता आदिलाई योग्य सामानहरू राखेर शय्या प्रतिमाको पूजा गर्नु। हे ब्राह्मण, प्रेतको प्रतिमा सहित सबै समाजले युक्त भएको यो शय्या म हजुरलाई प्रदान गर्दछु, यो हजुरले निवेदन हजुरले लिइदिनु होला भनेर प्रार्थना गर्नु। इत्याचार्य दातव्यम ब्राह्मणाय कुटुम्बिने तथा प्रदक्षिणीकृत्य प्रणिपत्य विसर्जयत। आफ्ना कुटुम्बी पढेका ब्राह्मण ज्ञानी ब्राह्मणलाई के गर्नु, शय्या दान दिनु र प्रदक्षिणा गर्नु, नमस्कार गर्नु अनि विसर्जन गर्नु। यस्ता प्रकारले शय्या दान गरिसकेपछि अनि बल्ल श्राद्धादि गर्नु, विधानपूर्वक वृषोत्सर्ग गर्नु। अब वृषोत्सर्ग विधि त के हो भनेर भगवान भन्नुहुन्छ। अब वृषोत्सर्ग विधि म बताउँछु, सुन। अब 11औं दिनका दिनमा प्रातःकालीय कर्म गरिसकेपछि वृषोत्सर्ग गर्नु। अङ्गहीन बालक बच्च रोगीलाई छोडेर लक्षणयुक्तले भएको बाछा बाछीलाई लिएर आउनु। राता आँखा भएका पिङ्गल शरीर भएको, रातै सिङ खुर घाँटी सेतो पेट कालो पृष्ठ भएको वृष ब्राह्मणका लागि लिएर आउनु। रातो छिर्के मिर्के क्षत्रियका लागि लिएर आउनु। पहेँलो वर्णको वैश्यलाई, कालो वर्णको शूद्रलाई, यस्ता प्रकारका बाछा बाछीहरू लिएर आउनु। सबै वर्ण पिङ्गल सेतो पुच्छर चारै पाउ सेतो भएको लाई वृष पिङ्ग वृष भनिन्छ, जसले चाहिँ पितृहरूमाथि प्रीति बढाउने खालको हुन्छ। अब जुन वृष भनेको हो गोरु, जुन वृषको चारै पाउ पुच्छर मुख सेतो छ र लाहाका रङ जस्तो सबै शरीर भएको नील वृष। अनि लोहित सबै शरीर मुख पुच्छर पाण्डु वर्ण भएको, खुर सिङ पिङ्ग रङ भएको वृष चाहिँ रक्त नील भनेर भनियो। त्यस्तै सम्पूर्ण शरीर एक वर्णको छ, पुच्छर खुर पिङ्ग रङको छ भने त्यसलाई पिङ्ग वृष भनियो। त्यस्तै वृष पुरुषको उद्धार गर्नेवाला हुन्छ। जो वृष रातो परेवा जस्तो सर्ववर्ण भएको निधारमा तारो भएको हुन्छ त्यसलाई बब्रु नील भनेर भनियो। त्यसै सम्पूर्ण अङ्गहरू जसको शोभायमान हुन्छ, सबै शरीर नीलो रातो आँखा भएको वृषलाई
महानील वृष भनेर भनिन्छ। नील 5 प्रकारका, यसरी 5 प्रकारका नीलहरू बताइयो। अब वृषोत्सर्गमा छोडेका वृषहरूलाई के गर्नु? स्वच्छन्द छोडिदिनु। वृषोत्सर्ग गरेर छोडेकालाई बाँध्नु जोत्नु हुँदैन। वृषोत्सर्ग गरेर छोडिन्छ। पहिला पहिला छाप लाएर, एक त्रिशूल छाप लाएर छोडिन्थे। तिनीहरूलाई कसैले समाउँदैनथे, जोत्दैनथे। अचाल त कहाँ छोपेर लैजाँदै लैजान्नु, अचाल त बाटोबाटै सबै। गाई पनि बाटोबाटै, बाछाहरू पनि बाटोबाटै। यहाँ आउँछ। अब धेरै पुत्रहरू र एकै पुत्रले गएर श्राद्ध गर्नु, अथवा गौरी कन्यादान गरोस् या निलो वृषोत्सर्ग गरोस्, त्यो चाहिँ बराबरको मानिन्छ। पहिलाका पुर्खाहरूले नर्कमा परेका भए पनि वृषोत्सर्ग गर्नाले 21 कुल तरेर जान्छन्। स्वर्गमा गएका पितृहरू पनि निश्चित कोही हाम्रा वंशमा वृषोत्सर्ग गर्ने सन्तान उत्पन्न हुन्छ कि भनेर इच्छा गरेर बस्छन्। यसकारण पितृमुक्तिका निमित्त विधिपूर्वक वृषयज्ञ गरियो। वृषोत्सर्ग गरियो। अब 9 ग्रहको स्थापना गरेर ग्रहैका मन्त्रले पूजा गर्नु, होम गरी शास्त्रोक्त विधानले वृषोत्सर्ग पूजा गर्नु, बाछा बाछी ल्याएर दुवैलाई गहनाहरू लगाइदिनु, विधिपूर्वक त्यहाँ खम्बा गाड्नु, रुद्र कुम्भका जलले बाछा बाछीलाई स्नान गराउनु, चन्दन अक्षता फुल मालाले पूजा गरेर प्रदक्षिणा गर्नु, वृषका दाहिने पातामा त्रिशूलको छाप, बायाँ फिलामा चक्रको छाप लगाएर वृषलाई छोडिदिनु, अञ्जली बाँधेर पुत्रले प्रार्थना गर्नु, तिमी धर्म हौ, पहिले ब्रह्माले विषरूप बनाएका हौ, तिमीलाई छोडिदियौ भवसागरदेखि हाम्रो कुललाई तारिदेऊ भनेर प्रार्थना गर्नु अनि बाछा बाछीलाई छाडिदिनु। हे मलाई वर देऊ, प्रेत मोक्ष गरिदेऊ। यसै कारण अब वृष यज्ञ जीवित छँदैमा पनि गर्नु उचित छ। आफैले जीवित छँदै अपुत्र छ भने त स्वयं गर्यो भने उसले परम गतिलाई प्राप्त गर्दछ। अब यसरी उत्तम समयमा वृषोत्सर्ग कर्म गर्नु। अपुत्र छन् भने पनि यो कर्म गर्नाले पुत्रवान भएर वृषोत्सर्गले पुत्र भए जति फल प्राप्त हुन्छ। अग्निहोत्री आदि गरिएका यज्ञहरू र अनेक प्रकारका दानहरूले जुन गतिलाई प्राप्त गर्न सक्दैन त्यो गतिलाई वृषोत्सर्गले प्रदान गर्दछ। अब बालक कालमा, कुमार अवस्थामा, पौगण्ड अवस्थामा, जवानी, वृद्ध अवस्थामा गरेका जति पनि पापहरू छन् ती सारा पापहरू चाहिँ वृषोत्सर्ग गर्नाले नाश हुन्छ। अब पिताको रिस गर्नेवाला पुत्र, सुन तगाधारी भएर रक्सी खानेवाला, गुरु मान्ने जनहरूले का बिछौनामा बस्नेवाला, ब्राह्मणहरूलाई दुःख दिनेवाला, द्रोह गर्नेवाला, सुन चोर्नेहरू पनि यो वृषोत्सर्गबाट मुक्ति हुन्छन्। अब वृषोत्सर्ग कस्तो कस्तो अवस्थामा नगर्ने त भन्दा, यदि पति पुत्र भएकी सधवा स्त्री अनि पति छोराहरू भन्दा अगाडि नै मरेको अवस्थामा तिनका निमित्त वृषोत्सर्ग नगर्नु। वृषोत्सर्ग गर्नु पर्दैन। जस्तै यहाँ त अब सबै हुनुहुन्छ, बुवा हुनुहुन्छ, त्यस कारणले अब यहाँ वृषोत्सर्ग गरिरहनु आवश्यक भएन, वृषोत्सर्ग गर्नु परेन। हे गरुड, वृषोत्सर्ग गरी छोडेका बाछा बाछीहरूलाई जुन पुरुषले काँधमा जुवा हालेर जोत्दछ अथवा पीठमा माल लादेर हिँडाउँछ तिनीहरूलाई चन्द्र सूर्य जबसम्म पृथ्वीमा रहन्छन् तबसम्म तिनीहरू नरकमा वास गर्नु पर्दछ। यस्तै प्रकारले वृषोत्सर्ग गरेर अनि 16 श्राद्ध आदि गर्नु।
अब तिनलाई सपिण्डी गर्नुभन्दा पहिलाको काम भन्दछु सुन। अब मरेका ठाउँमा अनि दहिलामा अनि आधा बाटामा अनि चितामा मुर्दाका हातमा अस्थि सञ्चयन गर्नेमा गरेर के गर्यो? 6 पिण्ड दियो। अनि 10 दिनका 10 पिण्डहरू गरेर के भयो? कति भयो? 10 अगाडिका 6 पछाडिका 10 गरेर कति भयो? 16। 16 पिण्ड भए। यसलाई के भनियो भन्दा मलिन षोडशी भनियो। अब अर्को हुन्छ मध्यम षोडशी। अब मध्यम षोडशी कसरी गर्नु? अब दोस्रो षोडशीमा पहिलो विष्णु, दोस्रो शिवजीलाई, तेस्रो पिण्ड यमराजलाई, चारौं पिण्ड सोमराजलाई, हव्य वाहनलाई, पाँचौं कव्य वाहनलाई, छैठौं कालका निमित्त, सातौं रुद्रका निमित्त, आठौं नवौं पुरुषलाई, 10औं प्रेतलाई, 11औं विष्णुलाई, 12औं ब्रह्मलाई, 13औं विष्णुलाई, 14औं शिवलाई, 15औं यमराजलाई र तत्त्ववेत्ता अर्थात् कर्मकाण्ड जान्ने पुरुष भनेका तत्पुरुषलाई गरेर 16वटा पिण्ड दिनु। यो के भयो? यो चाहिँ मध्यम षोडशी भनेर भनियो। अब प्रत्येक 12 महिनाका पाक्षिक, मासिक, त्रैपाक्षिक भनेको 45 दिन, उनमासिक, 59 मासिक, उनाब्दिक आदि गरेर यी 16 श्राद्ध, यसलाई चाहिँ के भनियो? उत्तम षोडशी भनियो। यी उत्तम षोडशी श्राद्ध गर्नु। यो मैले तिमीलाई भने। अब 11औं दिनको दिनमा यी श्राद्धहरू गर्नु। यो चाहिँ तेस्रो षोडशी भयो। 40 र 8 अर्थात् 48 श्राद्ध गर्नाले प्रेत योनिलाई नाश गर्दछ र पितृ पंक्तिमा बल्ल उमिल्न पाउँदछ। जसको यी विधिपूर्वक यी कर्महरू भएका छैनन् ऊ प्रेत योनिमै घुमिरहनु पर्दछ, प्रेत भएरै घुमिरहनु पर्दछ र अनेकौं कालसम्म यो दुःखलाई भोग्नु पर्दछ। अब षोडशी भनेका यी 16 नामको यो तीनै श्राद्ध चाहिँ जहाँसम्म जसको हुँदैन, यी 3टा 16